कस्तो मोटाको आमा कस्तो बढ्दा देखेको छि घट्नु पर्यो कलाकार भएर के भएको भन्छ नि मलाई त्यही पड्काइदियो जस्तो लाग्छ कि मुला मोटी भएर पनि मैले संसार खाइरहेको छु कि त झ्याक्ने चाहिँ के गर्दैछस् बे दुब्लो भएर दिनदिनै हुन्छ नि डाइट गरेर दिनदिनै पुरा चार्मिङ हुन्छ नि ब्युटिफुल अथवा ह्यान्डसम भएर त ऐना हेर्नु बाहेक के गर्दैछस् बे म त काम गर्दैछु परिश्रम गर्दैछु म आफ्नो होइन मैले गर्नुपर्ने मैले आफ्नो कर्तव्य पुरा गर्दैछु कि म भलै म मोटी होला कि तर त झ्याक्ने त साँझ बिहान जिम जान्छस् होइन खतरा बडी बनाछस् तल उखाडा चाहिँ के छस् तैँले हो त्यस्तो खालको आउँछ क्या दिमागमा अननेसेसरी सल्लाह चाहिँ मलाई नदिनु होला मुखमा त भन्नुहुन्न नि मान्छेको अगाडि भन्छु म भन्छु नै म हेरेर भन्छु जस्तै अब रेस्पेक्ट यही कुराहरू आएर मलाई मेरो लेजेन्ड दाईको दिदी अथवा कसैले मैले मान्ने मान्छेले एउटा आइडल पर्सनले ज्योतिजी त्यो मोटा आयो कस्तो नराम्रो देखियो भन्यो भने त अब भन्न मन लाग्यो नि भन्न पाउँदैन नि त होइन भन्न पाउँदैन अनि डिसिप्लिनको एउटा संस्कारको पनि कुरा हुन्छ सबैलाई मुख फर्काउनु पर्छ भन्ने छैन कतिपयलाई चाहिँ सुनिदिने हजुर हजुर भनेर भनिदिने होइन सो आफ्नो चाहिँ कहाँनिर चाहिँ मैले फाड्नु पर्ने हो त्यति सेन्स त छ रिस त उठ्छ मलाई भयङ्करै रिस उठ्छ